जहाँ चाहिँ सेना परिचालन गरिएको छ नेपाली सेना नेपाल प्रहरी यो हेरौँ सेना अब परिचालन सडकमा हामी नेपाली सेना देख्न सकिरहेका छौँ यो हेरौँ यो अवस्था हेरौँ यो अवस्था हेरौँ यहाँबाट नेपाली सेना परिचालन गरिएको दृश्य हो यो अवस्था देखौँ यो बालकुमारी पुलमा हो बालकुमारी पुलमा नेपाली सेना परिचालन गरिएको अवस्था छ हेर्नुस् तपाईहरु आफ्नो घरमा जहाँ हुनुहुन्छ सुरक्षित रहनु होला किनभने अवस्था बडो नाजुक छ किनभने सेना नै परिचालन गर्नुपर्ने अवस्था आएपछि हामी कल्पना गर्न सक्छौं अवस्था कस्तो छ यहाँ सेनाको गाडी हामी हेर्न सकिरहेका छौं अब यो एरिया बालकुमारी एरिया सेनाको कमान्डमा छ हामी यहाँ नेपाली सेना देखाइरहेका छौं यो नेपाली सेनाको अवस्था देखौं देशमा सेना परिचालन गरिएको जस्तो अनुभूति भइरहेको छ यो घटनाक्रम हेरौं नेपाली सेना यहाँ बालकुमारी पुललाई चाहिँ आफ्नो अन्डरमा लिइसकेको अवस्था छ यहाँ हेरौं यहाँ व्यापक रूपमा नेपाली सेनाको घेरा छ र नेपाली सेनाको अवस्था देखाउँ नेपाली सेना तदारुकताका साथ अब यो कमान्ड लिइसकेको अवस्था छ आज म रिपोर्टिङ भन्दा पनि हाम्रो क्यामेरा माइकहरु त्यो भएको छ अब यो अवस्था देखाउँ सेना परिचालन गरिएको छ काठमाडौँमा यो अवस्था हेरौं यो सेना परिचालन गरिएको छ यतापट्टि नेपाल प्रहरी छ भने नेपाल प्रहरीले यो कर्फ्यू लागेको अवस्था छ र कर्फ्यूलाई व्यवस्था गर्दै बालकुमारी पुलमा चाहिँ यो हेरौं नेपाली सेनाको गाडी सेना सडकमा आइपुगेको छ तपाईहरु जहाँ हुनुहुन्छ आफ्नो घरमा जानु होला सुरक्षित बस्नु होला हामी पनि आफूलाई सुरक्षित राखेर रिपोर्टिङ गर्ने प्रयासमा छौं यो अवस्था देखाउँ यो सेनाको गाडी नेपाल प्रहरी जनतालाई स्थानीयलाई भिडलाई खाली गराउँदै अवस्था छ भने सेना आइसकेको अवस्था छ सेना अब सडकमा छ सम्पूर्ण देशवासीमा अनुरोध छ आफूलाई सुरक्षित राख्नु होला किनभने सेना सडकमा आएको छ र देशमा सेना सडकमा आउनुको मतलब के हुन्छ यो कतिको गम्भीरता हुन्छ यो विषयहरू भन्नै परेन जताततै यो बालकुमारीबाट ग्वारको जाने बाटो हो सातो बाटो ग्वारको यता कोटेश्वर जाने बाटो हो जहाँ चाहिँ नेपाली सेना परिचालन गरिएको छ यो दृश्य देखौँ नेपाली सेना सडकमा आएपछिको अवस्था देखाउँ यतापट्टिको यो दृश्य हेर्नुस् यो दृश्यले सम्भवतः यहाँको अवस्थाको बारेमा यहाँहरूलाई अवगत गराउँछ होला यो दृश्य हेरौँ यो दृश्यले यहाँहरूलाई यहाँको अवस्थाको बारेमा अवगत गराउँछ होला नेपाल प्रहरीले ठाउँमा खाली गराउँदै को अवस्था हो युवाहरू स्थानीयहरू यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा विभिन्न नाराहरू लागिरहेको अवस्था छ 81 यो घटना कसरी भयो यस विषयमा गम्भीर हुन जरुरी छ सबैजना आफ्नो घरमा आफ्नो स्थानमा सुरक्षित रहनु होला किनभने ठाउँमा आँसु ग्यासहरू चलिरहेको छ ख्यालमा तपाईहरु आफूलाई जोखिममा नपार्नु होला यो अवस्था देखाउँ यो अवस्था एम्बुलेन्स सेनाको गाडी प्रहरीको गाडी बाहेक हामीले कुनै पनि गाडी देखेका छैनौं यहाँ यो दृश्य देखाउँ एम्बुलेन्सहरू
सडकमा छन् भने एम्बुलेन्सलाई आवत जावत गर्न अलि सहज होला, तर अवस्था निकै भयावह